आज हामीसँग जापानको भिसा लिएर आउनुभएको रामबाबु गोसाई हुनुहुन्छ है। रामबाबु गोसाई भाइ, तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँको जापानको भिसा आइपुगेको छ होइन। कस्तो फिल गर्नुभएको छ अहिले भिसा आउँदा? धेरै नै खुसी छु सर। धेरै खुसी हुनुहुन्छ। अनि यो जापानको भिसा त आइपुग्यो, कस्तो रह्यो? डकुमेन्टेसनको काम कस्तो रह्यो? रियाक्स नेपाल दिने सर्भिसेस कस्तो रह्यो? कस्तो पाउनुभयो? एकदमै राम्रो पाएँ होइन, सपोर्टिभ पनि सबै कुरामा, अनि सेन्सै पनि हाम्रो राम्रो हुनुहुन्छ। अनि अब तपाईँ अक्टोबर इन्टेकलाई अप्लाई गर्नुभयो, कति समयदेखि पढ्दै हुनुहुन्थ्यो रियाक्स नेपालमा भाषाले? 8 महिनादेखि पढ्दै हुनुहुन्थ्यो। अब जापानमा गएर होइन, अब जापानी भाषा पढ्नुको लागि तपाईँले अप्लाई गर्नुपर्छ। यहाँ तपाईँले सिटिभिटीबाट डिप्लोमा लेभलको कोर्स गर्नुभएको थियो होइन। अब जापानमा गएर भाषा पढेपछि के छ लक्ष्य, चाहिँ के बन्ने लक्ष्य छ? नर्सिङतिर पढ्ने। नर्सिङतिर पढ्छ, एकदम हेल्थ साइन्सबाट आउनुभएको थियो होइन। तपाईँको यो भिसाको जर्नीमा होइन कुनै त्यस्ता डिफिकल्टिज फेजहरू आए जसले तपाईँलाई अहिले अप्ठ्यारो फिल गराए? डिफिकल्टी आउँदा पनि अब यहाँ रियाक्सन नेपालबाट सबैले सहयोग गर्नुभयो। अनि अर्को एउटा मोस्ट इम्पोर्टेन्ट थिङ, तपाईँ जस्तै अरू धेरैजना भाइ बहिनीहरूले अहिले पनि भाषाको तयारी गरिदिनुहुन्छ, जापान जाने रहरपट्टि हुनुहुन्छ होइन, पढ्नको लागि उहाँलाई चाहिँ के सजेसन दिन चाहनुहुन्छ? कसरी तयारी गर्नु पर्ला? भाषालाई कति महत्त्व दिनु पर्ला? के भन्न चाहनुहुन्छ? मलाई लाग्छ जापानको लागि भाषा नै राम्रो हो। भाषा बनाउनु चाहिँ अब राम्रै कन्सल्टेन्सीमा गएर राम्ररी पढ्नु पऱ्यो, राम्रो सेन्सै हुनु पऱ्यो। त्यति गरेपछि अलि भाषामा चाहिँ राम्ररी पढ्नु पऱ्यो। भनेपछि भाषा राम्रोसँग पढियो भने धेरै कुरा सजिला हुने रहेछ होइन। तपाईँलाई एमएससीमा इन्जोय भयो कि भएन? एमएससीमा भयो है, ठिक छ। ल, विश यू अल द बेस्ट है। तपाईँको अब उज्जवल भविष्यको हामी कामना गर्दछौँ। तपाईँको शैक्षिक यात्रा सफल रहोस्। हामी निरन्तर किपिङ टचमै रहनेछौँ। थ्याङ्क यू सर। हस्।